यो चिनापुरी जहिले 2-3 बजेसम्म काम गर्छ। लाप्सापहरू बोतल छ, खाली क्यान, पेपर, फलामहरू, बोतलहरू कति बज्यो होला हेर्नु। दुई बजेछ। यो बुढीको झोला यो बुढीको झोला पानी यही खान्छ, फ्रिजमा सामान राख्छ, झिक्छ, चलाउँछ। ल हेर्नु 2 बज्यो रातिको। भारी बनाएर लयो। कहाँ लयो? यति राति बेचौँ भने दोकान खुल्दैन। यहाँ राख्छ, छोपेर राख्छ, चापी लाएर राख्छ, अनि भोलि बिहान आएर दोकान खोलेपछि लएर बेच्छ। ल ल यो ठाउँ कुन हो गाइजहरू कमेन्ट गर्नुहोस्, कमेन्टमा लेख्नुहोस्। ल हेर्नुहोस् रातिको 3 बजे सुनसान छ। कार पार्किङ सुनसान छ। ल नेपालको गाइजहरूको लागि स्पेसल यो भिडियो बनाएको। गाइजहरू भन्नुहोस् त नेपालमा 3 बजेसम्म काम गर्छ कि गर्दैन? ल यसो गेस गर्नुहोस् है नेपालको गाइजहरू। यो हङकङको कुन ठाउँ हो? बुढी त फेरि यता आयो। बुढी हो। ल अहिले यति नै साथीहरू भिडियो लामो नगरौँ।